सो हेलो गाइज वेलकम टु माई अनदर भिडियो। आज म बिहान उठेर फ्रेस भएर नुहाइधुवाइ गरेर आज म आफ्नो गाउँमा भएको नजिकैको मन्दिर गएँ। एन्ड मन्दिरबाट आइसकेपछि म स्कुल जानको लागि रेडी भएर म गएँ स्कुल। अनि हाम्रो स्कुलमा आज चाहिँ क्लास 3 देखि लिएर 6 सम्मको स्टुडेन्ट्सहरूलाई चाहिँ आज बुद्ध मङ्गल ताल मन्दिर, शिव भगवानको मन्दिर त्यहाँ हामीले लिएर गइरहेको थियौँ। यसरी गाडीमा हामीले रमाइलो गर्दै भजन गाउँदै हामी जाँदैछौँ बुद्ध मङ्गल। एन्ड फाइनली गाइज हामी बुद्ध मङ्गल ताल पनि पुग्यौँ। यो चाहिँ बाहिरको दृश्य हो, यो चाहिँ मेन गेट हो। अब हामीले गाडीलाई घुमाएर हामी मेन गेटमा आउँछौँ है त। सो फाइनली गाइज यो चाहिँ बाहिर गेटमा हाम्रो बुद्ध मङ्गल तालको बोर्ड छ र यो मेन इन्ट्री गेट हो। अनि हामी फाइनली भित्र इन्टर गऱ्यौँ। अनि पानी परेको कारणले गर्दा चाहिँ एकदमै हिलो थियो त्यहाँ। सो सबैजनाले जुत्ता चप्पल त्यही गेट बाहिर खोलेर सबैजना यसरी ढोक गर्दै विद्यार्थीहरू टिचर्सहरू भएर सबैजना ढोक गर्दै हामी अघि बढिरहेको थियौँ। यसरी सानसाना भाइ बहिनीहरूले मादल बजाउँदै भजन गाउँदै रमाइलो गर्दै हामी पूजा गर्नको लागि अगाडि। अनि गाइज आज मेरो पनि फास्टिङ थियो, मन्डेको फास्टिङ साउनको, आज थर्ड मन्डे। सो मैले पनि राम्ररी पूजा गरेर बाहिर निस्केको त यति गर्मी भयो नि, लिटरली हावा पनि चलेको थिएन, पानी परेर झन् गर्मी भएको थियो। अनि सधैँ चाहिँ हामी यसरी क्यामेरा अगाडि फ्लेक्स गर्दै थियौँ। साथीहरूसँग एकदमै रमाइलो हुन्छ क्या। आफ्टर द्याट हामी सबैजना भएर भाइ बहिनीहरूलाई यसरी भजन कीर्तनमा हामीले नचायौँ, हामीहरू पनि नाच्यौँ। अनि गाइस त्यसपछि मैले यसरी त्यहाँको भ्यूहरू क्याप्चर गर्नलाई हेर्नुहोस् न कति राम्रो पोखरी। अहिले त त्यहाँ लोटस पनि फुलेको थियो, कस्तो राम्रो देखिएको थियो। पोखरी फोहोरो देखिए पनि त्यहाँ लोटसले चाहिँ मलाई चाहिँ एकदमै राम्रो लागेको थियो। पानी परेको कारणले अलि मेस्सी हिलो भएको थियो, धेरै हिलो थियो पानी परेर। आफ्टर द्याट अब हामी त्यहाँबाट स्कुलतर्फको लागि निस्किन्छौँ। यसरी मन्दिर आउँदा चाहिँ मलाई चाहिँ एकदमै पिस फिल भइरहेको थियो। एक त त्यसै पनि मन्डे छुट्टी पनि थिएन, म कोही पनि मन्दिर जान पनि पाएको थिएन। सो यसरी स्कुलबाट आएर मलाई एकदमै राम्रो फिल भयो, पूजा गर्न पाएँ, दर्शन गर्न पाएँ। सो अब हामी जाँदैछौँ स्कुल। अनि आज चाहिँ क्लास 6 को एकजना स्टुडेन्टको बर्थडे थियो, स्वस्तिका। ह्याप्पी बर्थडे स्वस्तिका। अनि यसरी बर्थडे विस गर्दा गर्दै हामी स्कुल पनि पुग्यौँ। थ्याङ्क यू सो मच फर वाचिङ माई सर्ट भिडियो। बाई बाई, किप सपोर्टिङ।